हेलो हेलो मित्र हजुर, के छ? सन्चै आरामै हुनुहुन्छ होला। म हजुर समक्ष मेरो एउटा छोटो भनाइ राख्न चाहन्छु। म चाहिँ एउटा इसाई भएको कारण, एउटा प्रभु येशूलाई विश्वास गर्ने उहाँका छोरा भएको कारण म स्वर्गको नागरिक हुँ भन्ने कुरा म तपाईलाई बताउन चाहन्छु। यो पृथ्वी मेरो अन्तिम गन्तव्य होइन है। कति मान्छेहरूले चाहिँ आज यो संसार नै मानिसको निम्ति, उसको निम्ति अन्तिम गन्तव्य हो भनेर मानेको हुन्छ, बुझेको हुन्छ, बुझाइ नै त्यही हुन्छ। तर यो पृथ्वी चाहिँ मेरो लागि चाहिँ अन्तिम गन्तव्य होइन। किन भन्दाखेरि म स्वर्गको नागरिक हुँ। म स्वर्गको नागरिक हुँ, ख्रीष्टको लागि बाँच्ने र उहाँको महिमाको लागि जिउने प्रतिज्ञा गरेको छु। अनि मेरा शब्दहरू प्रेमको, मेरा कर्महरू करुणा र मेरो हृदय प्रभुको सेवामा समर्पित छ। जस्तो फिलिपीको पुस्तक 3:20 लेखिएको छ, किनभने हाम्रो नागरिकता स्वर्गमा छ, जहाँबाट हाम्रा प्रभु अर्थात् येशू ख्रीष्ट उद्धारकर्ता प्रभु येशू ख्रीष्ट आउनुभयो यो संसारमा मानिस बनेर। अनि मानिसको निम्ति उहाँले सेवा गर्नुभयो। मृत्यु समय उहाँ आज्ञाकारी भइकन मानिसको निम्ति आफ्नो प्राणलाई बलिदान स्वरूप दिनुभयो। अनि उही ख्रीष्टको, प्रभु येशू ख्रीष्टको प्रतीक्षा हामी अथवा म गरिरहेको छु, जसो फिलिपी 3:20 पनि लेखिएको छ। किनभने हाम्रो निम्ति हाम्रो नागरिकता स्वर्गमा छ, जहाँबाट हामी हाम्रो उद्धारकर्ता प्रभु येशू ख्रीष्टको प्रतीक्षा गर्दछौँ भनेर लेखिएको छ। त्यस भएर मित्र, म चाहिँ येशू प्रभुमा अथवा ख्रीष्टमा छु। ख्रीष्टमा भएको कारण मेरो नागरिकता स्वर्गको छ। अनि यो पृथ्वी चाहिँ मेरो लागि अन्तिम गन्तव्य होइन है मित्र। यस्तो छ आज मेरो तपाईलाई भनाइ, मेरो कुरा हुन्छ। धन्यवाद। जय मसीह।